अनमोल केसीको इन्टरभ्यू हेऱ्यो भने चाहिँ म तीन छक्कै पर्छु। कस्तो भलादमी डाउन टु अर्थ, त्यस्तो नरम बोल्ने। स्पेसली जब मैले अनमोल केसीको प्यारेन्ट्सको इन्टरभ्यू देखेको थिएँ है पहिला, फादर भुवन केसी, उहाँ एकदमै राम्रो एक्टर, बच्चादेखि उहाँको फिल्म हेरिरहेको। तर इन्टरभ्यूमा चाहिँ अलिकति कस्तो भने अलिक घमण्ड देखिने, म पाएँ जस्तो, म नै सुपरस्टार जस्तो, त्यस्तो इन्टरभ्यूमा त्यस्तो बोल्ने होइन। अनि अब आमा चाहिँ सुस्मिता केसी, आई डोन्ट नो, इन्टरभ्यू त एकदमै खराब लाग्थ्यो मलाई। अब एक्टिङ पनि त्यस्तो राम्रो थिएन, एक दुईवटा फिल्म खेलेको, त्यस्तो राम्रो चाहिँ मलाई लागेन है। इन्टरभ्यू दुबईको हेऱ्यो भने चाहिँ मलाई विश्वासै लाग्दैन कि अनमोल केसी उहाँहरूकै छोरा हो भनेर। अभियसली अब प्यारेन्ट्सको बारे त केही भन्नु हुँदैन, अरूको प्यारेन्ट्स, तर दे आर एक्टर्स एन्ड एक्ट्रेसेस, सो इट्स राइट टु से। तर जे होस्, अनमोल केसी चाहिँ को हेरेको होला, कसरी त्यसरी यस्तो भलादमी भएको। अनमोल केसीको एक्टिङ राम्रो छ छैन त्यो त पछि थाहा होला। अब लक पनि हो, अब आफूबाट राम्रो गर्नु भएन, फिल्महरू अरूको पनि राम्रो हुनु पर्यो, एक्टर्सको, डिरेक्टरको, कास्टिङ डिरेक्टर, कति धेरैको हुन्छ एउटा फिल्म हिट हुनलाई। तर अब ऊ हिरो भएर हिट होला कि नहोला, तर उसको त्यो स्वभावले चाहिँ ऊ पक्कै पनि एउटा ठुलो ठाउँमा चाहिँ पुग्छ जस्तो लाग्छ मलाई।